सरकार तो कहाँ से मान लेते थी सॉरी कांग्रेस को थी गृहमंत्री इसको थियो र गृहमंत्री प्रधानमन्त्रीको आदेश थियो तपाईँको एक दर्जा माथि एसपीलाई जिल्ला प्रवीण पोखरेल पनि भन्थ्यो र सिडिओलाई पनि त्यो अमरेशको गाडीमा गाँजा राख्थ्यो म जिन्दगीमा आसमा पान पनि खाँदैन मान्छे पनि पान खाँदैन म खाँदैन सुपारी पनि खाँदैन अब म जिन्दगीमा चक्कु पनि बोकेको छैन किन म कलम लिएर पिएचडी गरेको छु तर उनीहरू आँट गरेन मैले जनतामा शक्ति छ नि अनि त्यो त्यसपछि उहाँ राखेन त्यसपछि उसको एकै हप्तामा सरुवा गरिदिएकी 10 दिनभित्र बालकृष्ण आफै हार्यो म भगौरा होइन चोर पनि होइन म जनताको ताकत तपाईँलाई म सबै भाषामा भन्दैछु म यसपालि पिएसएफ फिर्ता गरेको छु न त अहिले भन्नुभयो जेएनजीको सरकार हो जेएनजीको म प्रतिनिधि हो मेरो कारणले मलाई जसले नाश गर्न खोज्छ उसको नाश हुन्छ अब गगनको नाश लेखेर जाउँछु त मैले कसैको भविष्य लेखा छैन म दुईवटा भाग लिएको छु म जनताको छु पिएसएफ फिर्ता गरेको छु र तपाईँको कुनै सुरक्षा तपाईँको फर्मालिटी चाहिँ गर्नुहोस् म कुनै सुरक्षा नलिकन जनताले मलाई जिताउँछ कि जिताउँदैन जनताले मलाई सुरक्षा दिन्छ कि जनता पुलिस आर्मीको सुरक्षा भए त राजा किन मारिन्थ्यो 5000 आर्मी थियो नि यदि पुलिस आर्मीको सुरक्षा लिन्थ्यो त किन प्रधानमन्त्री हेलिकप्टरमा लट्केर भाग्नु पर्थ्यो पुलिस आर्मीको सुरक्षा भने किन शेरबहादुर दुईटै सिटिङ परासमिनले गालपुवा गरिदिएन त्यस कारणले मेरो सुरक्षा जनता गर्छ मिनिमम 4-5 आचार संहिता अथी गर्दैन मलाई तपाईँहरू सुरक्षा दिनुहोस् फेयर इलेक्सन हुनुपर्छ अब लडाइँ मजा आयो किनकि काङ्ग्रेसले उम्मेदवार पाएन देशभरिमा पाएन अमरेश सिंहसँग लड्न अमरेश सिंह त्यो व्यक्ति हो जस्तै बालेनको विरुद्धमा म बालेनको सिपाही हो तपाईँ त धेरै सही हुन्छ सरी सिपाही हुन्छ हवलदार हुन्छ वरिष्ठ हवलदार हुन्छ सही हुन्छ इन्सपेक्टर हुन्छ डिएसपी हुन्छ त्यसपछि एसपी हुन्छ एसएसपी हुन्छ त्यसपछि डिआइजी हुन्छ त्यसपछि एआइजी हुन्छ त्यसपछि आइजी हुन्छ किन म राज्य व्यवस्था समितिमा 3 थियो आर्मी पुलिस सचको त फुल्ली देखेर म चिन्छु मैले तपाईँलाई आसमा भेटेको थिएँ मैले के भने तपाईँ डिएसपी देखेँ मैले तुरन्त म इन्सपेक्टर साहब देखेँ त्यस कारणले म राष्ट्र जनताको लागि जन्मेको छु जीवनमा न कसैसँग घुस लिएको छु न कसैको दलाल छु म सदस्य भएर जितेको छु र यस क्षेत्रको जिल्लाको इतिहास छ आजसम्म अध्यक्ष कोही जितेको छैन को जितेको छैन 48 सालमा गजनाथ सिंह सदभवना पार्टीको अध्यक्ष थियो मेरै क्षेत्रमा थियो र जितेन सदस्य मोहन ठाकुर जित्यो सुजबाबु थापा आयो ऊ पनि राष्ट्रिय प्रजातन्त्र पार्टीको अध्यक्ष जितेन त्यसपछि अर्को आयो झलनाथ खनाल ऊ पनि अध्यक्ष एमालेको ऊ पनि बेचारा नाच्यो मोहन ठाकुर सदस्य थियो त जित्यो मेरो क्षेत्रमा 3 चोटि सभापति तम्लौका हुने बित्तिकै हारिहाल्नु 2 चोटि मसँग हारेपछि जिले छोडिहाल्नु र म सदस्य मलाई पद चाहिँदैन म पदको लागि जन्मेको जनताको सेवाको लागि जन्मेको म मलाई हिजो दिदिरहेको थिएँ मैले भने मलाई साधारण सभा के पद दिनुभयो त मैले दिएन मैले जनपुरमा घोषणा गरेको छु पद मेरो कति माथि छ तपाईँ अन्दाजा गर्न सक्नु तपाईँहरू बुझ्ने मान्छे हो रवि बालन पछि अमरेश सिंह नेता हो र उसैको सरकार बन्न गइरहेछ त्यस कारण कुनै धाँधली नहोस् कसैले गिटीवाला बालुवाला आफ्नो डिस्टिलरी तस्करी गराउनलाई बोकेर लाउँछ कि जनतालाई भेट्न दिन्छ जो उम्मेदवारी दिन आउँदैन त्यो जित्छ त्यो पनि यो बेल्टमा जब चिनेको छैन उसलाई थाहा छ कुन्टल कहाँ त्यस कारणले लाउँदैछ कि ऊ आयो भने कम्तीमा हाम्रो लुट्न पाइन्छ तस्करी गर्न पाइन्छ अनि बिच गाउँमा गिटी बालु चलाउन पाउँछ त्यस कारणले सबै मलाई थाहा छ मेरो सुरक्षा म तपाईँहरूसँगै लिँदैन अब तपाईँको बुथमा सुरक्षा गर्ने यो मतदान केन्द्रमा या जहाँले नोमिनेसनमा सुरक्षा गर्ने तपाईँको राज्यको कर्तव्य हामी भाषण गरिरहेको छु म पार्टीको आधिकारिक मान्छे एउटा सिपाही र म अधिकारी मान्छु कि कुनै पनि राष्ट्रको संस्था पार्टीको हुँदैन हाम्रो पार्टीको पनि हुँदैन राष्ट्रको संस्था देश र जनताको लागि तपाईँ देश जनताको लागि हो अमरेश सिंहले राष्ट्रपाको लागि काङ्ग्रेसको लागि एमाले माओवादीको लागि सर्वोच्च अदालत देशको लागि हो जनताको लागि हो सर्वोच्चदेखि अख्तियारदेखि निर्वाचन आयोगदेखि जुन जति संस्था छ या युनिभर्सिटीदेखि स्कुल यो मेरो होइन फेरि पार्टीको होइन जनताको सरकारको हो अनि सरकारको सम्पत्ति जनताको सम्पत्ति हुन्छ राष्ट्र नेसन स्टेट हामी पोलिटिकल साइन्समै पिएचडी गर्छु नेसन स्टेट थ्योरी हो त्यस कारण मैले तपाईँलाई पढाउनु पनि खोजेको त सायद मेरो भाइको साथी पनि होला त्यो मलाई थाहा छैन तर एक जमानामा म प्रोफेसर पनि थिएँ कलेजमा पढाएको थिएँ त्यस कारणले त्यो बानी गएको छैन फेरि त्यो अर्को पानी फेरि भगवान्ले मलाई सटाइदियो जन्ते म बोल्ने बानी गरेन तर म इमान्दारिताले गान्धीको म चेला हो गान्धीलाई मैले देखाएको थिएँ म जन्मभन्दा पहिले मरिसकेँ महात्मा गान्धी फेरि यो ठग राहुल गान्धीको कुरा गरेँ अनि हो अनि म गान्धीको चेला हौँ जसलाई बिपी कोइरालाको चेला हौँ यो ठग थोरै शेरबहादुर ओली सबै ठग कुरा नगर यो काङ्ग्रेसको मैले टिभीमा भनेको छु शेरबहादुर 100 गुणा ठुलो ठग हो मसँग प्रमाण छैन तब बोल्छु नि जो 3 चोटि जनतालाई त्यहाँ ठग्यो काठमाडौँमा त्यसलाई चिनिसक्यो त्यसपछि यहाँ ठग्न आउँछ त्यहाँको जनता त आफै चलाएको छ कि अमरेश सिंहको पनि ठग छैन मेरो आमा बुवा जन्म दिएर जनताको जिम्मेवारी उहाँ मेरो +2 पढ्दाखेरि मेरो आमा त्यो आइएससी भन्ने +2 सिस्टम थिएन
म एमएससी पढ्दाखेरि मेरो बुवा बितिनु भएको थियो। उहाँको छोराले थाहा छैन कि पिएचडी गरे कि गरेन, सांसद बने कि बनेन, कि डाका बने कि जेलमा छ थाहा छैन। तर मलाई माथिवाला आशीर्वाद छ र तल जनताको आशीर्वाद छ। तिमी जनताको लागि जान्छ त म निसन्तान छु। मेरो बुवामा छैन किन मेरो बुवामा जनता हो र सन्तान पनि मेरो क्षेत्रको सम्पूर्ण जनताको र राष्ट्रको पदमा गयो भने सम्पूर्ण राष्ट्र नेपालीको सन्तान मेरो छोरी हो। त्यसको लागि भगवान् मलाई माथिबाट निसन्तान जन्म गइरहेछ। म त्यसमा गर्व गर्छु। कसैले सन्तानमाथि गर्छ, म एउटा सन्तान दुईवटा सन्तान नपाएर कुन ठुलो नेता हुन्छु। म लाखौँ जनताको सन्तानको अभिभावक बन्छु, त्यो अभिभावकमा हुन्छु। र मलाई न दुई लाइन मात्र सुरु गर्छु। तपाईँले मेरो मान्छेहरू बुझिरहेको मलाई मलाई दुनियाँमा न कसैले धम्काउन सक्छ। मभन्दा दुनियाँ धरतीमा कोही जन्मेको छ नि ठुलो मान्छेको मलाई धम्काउन सक्छ, न मलाई कसैले किन्न सक्छ। किनमा बिकाउ छैन। यदि स्कुलको कम्पनी बिकाउ छैन भने 50 करोड पनि बिक्री हुन्छ। मलाई दुनियाँको कुनै चिज चाहिँदैन कि जसले मलाई आकर्षण गर्छ कि यसले बेचिहाल्छ। र मलाई किन डरै छैन कि तपाईँ के हुन्छ त्यस्तो निकाल सुरु गरिदिन्छु। मेरो भने के हुन्छ 1 घन्टामा म 55 वर्ष बाँचिसकेको छु। 20 वर्ष नै बाँच्यो भने के बिग्रिन्छ।